तयारी चल्दैछ अब चाहिँ हामीहरू हिँड्नुको लागि। देवा हामीहरू कहाँ जाने रे आज? अब जग्गा भन्नु कि हाम्रो घर हाम्रो जग्गातिर लामी डाँडा। लामी डाँडा। लाग्यो है अब चाहिँ हामीहरू चाहिँ जन्मथलोतिर बाबुहरूको। यहाँ देवा जेठा, हाम्रो तेमा, यता भयो विनोद भाउजू। शैलाको घर। देवा मैला पर राजेबा हो चाहिँ। लु है लाग्यो हाम्रो अब सिमानातिर जग्गाको। साइबी रेकुलो युट्युबमा लगाउँ आउँदैछ पछि पनि हाम्रो ग्याङहरू। पल्लो पल्लो लाग्यो अब लौरेहरू। लाग्यो है जब ठुलो मै हो। हाम्रो बुवा जेठाले सबैलाई चिनाउँदैछ यहाँ अगाडि हिँडेर। हामी चाहिँ हामीहरूको ठाउँ गाउँ हेर्नु जाँदैछौँ। ल अब पुर्खौली जग्गा भर्खर आइपुगेर सिमानाहरू चेक गरिँदैछ। भरे भनौँला माथि पुगेर झन् सिमाना चाहिँ यो नालादेखि हाम्रो यता रे यहाँदेखि उकालो लाग्नुपर्ने अब हामीहरू। किन आउँदैन लु है हाम्रो सिमानाको यहाँदेखि चाहिँ रहेछ यो नालादेखि यता चाहिँ अब उकालो उकालो रहेछ बाटो चाहिँ। टोलीहरू बढौँ अगाडि। तल्लो टोली चाहिँ आइपुगेन त। यहाँदेखि उँभो रहेछ है हाम्रो फेरि पर्मिनेन्ट चाहिँ हाम्रो यो देवा। यस्तै रहेछ है जग्गा चाहिँ हाम्रो बाउखाल जन्मेको ठाउँ चाहिँ यसो। यो चाहिँ सिमाना कुलोबाट उँभो। चिया लाउनु भएको रहेछ यहाँ चाहिँ हाम्रो देवाहरूले। यस्तो रहेछ जग्गा चाहिँ। पारिपट्टि उति घर रहेछ। गइरी रहेछ है हाम्रो चाहिँ। लु देखिँदैन यहाँबाट चाहिँ। यो माथिको घरमा चाहिँ को बस्छ देवा? हो माथि घर रहेछ नि। त्यो हाम्रै हो। सबै माउलीहरूले चिया रोपेर यता उता पारेको पनि हो। यहाँ चाहिँ हाम्रो बुढो माउली देवाहरूले चिया लाउनु भएको रहेछ। पापाहरूको चाहिँ माउली खाल। यो बढ्दैछ टोलीहरू। देवाको फुटबल ग्राउन्ड थियो अरे यहाँ पहिला नै। हाम्रो देवा जेठाले फुटबल ग्राउन्ड बनाउनु भएको थियो अरे पहिला जमानामा। ल है यो चाहिँ फुटबल ग्राउन्ड रहेछ पहिलाको। अहिले चाहिँ ड्याममै चिया लगाइदिनु भएको रहेछ फुटबल ग्राउन्डमा। यहाँ चाहिँ अलिक मैदान रहेछ। निकै मैदान रहेछ यहाँ त।
बारी रहेछ यहाँ मान्छे बस्नुभएको रहेछ मान्छे के छ हो हाम्रै नि हाम्रै आफ्नो आफन्त हो यो घर हाम्रै हो अब यो चाहिँ देवालय बनाएर बस्यो यो रुख भएकोदेखि चाहिँ हाम्रो रहेछ त्यहाँदेखि उता चाहिँ हाम्रो देवाको रहेछ हजुर साइला देवाको पर्दो रहेछ जग्गामा रस्ता पनि आइपुगेको रहेछ पुरै सहर भइसकेको रहेछ नि हौ बाबुखलको जन्मथलोहरू पनि पहिला तपाईँहरूको बस्नुभएको ए लु यहीँ रहेछ है बाबुखल जन्मेको घर चाहिँ यहाँ अहिले चाहिँ बाटो आएर बाटोले लगेछ अहिले चाहिँ हाम्रो पापाहरू देवाहरू जन्मेको घरेटीदेखि उकालो लाग्यो हामी चाहिँ यस्तो रहेछ जग्गाहरू डाँडाकाँडा त्यसै लामी डाँडे भनेको होइन रहेछ नि हौ देवा रुख देखेको डाँडादेखि उतैपट्टि रहेछ हाम्रो सिमाना चाहिँ यो देखेको यो चाहिँ जरिङ्गे गाउँ रहेछ लु यस्तै देखिँदो रहेछ हाम्रो गाउँदेखि चाहिँ ओरिजिनल गाउँ त भर्खर पाइँदैछ त नि हामीहरू त उताको क्यामेरा लगाएर आलु मकै चाहिँ दह्रो लगाउनु भएको रहेछ यहाँनिर चाहिँ डाँडाकाँडा त रमाइलो रहेछ नि हौ यो देखेको स्कुल चाहिँ हाम्रो पापाहरू पढ्नु भएको रहेछ यो चाहिँ होइन रहेछ यो तल्लको डाँडाको चाहिँ रहेछ नि त हौ आमामा देवा यता चाहिँ कहाँ हो सिमाना हाम्रो रमाइलो हुँदो रहेछ नि त यहाँ त अनि आमा मेरो चाहिँ लामी डाँडातिर टोली आइपुग्यो हाम्रो यहाँनिर आएर हेर्दैछ यतातिर हामी चाहिँ अघि आयो अरे फोटो खिच्यो अरे यहाँनिर बिछाएर रहेछ यहाँ चाहिँ गतिलो कोडा छ है अब हौ हान्छ कि हौ क्या हो बस्नु त रहेछ तेमाको घर चाहिँ यहाँ तेमाको घर चिया बनाएर सुकाउनु भएको रहेछ मकै पिनेर ल यहाँ चाहिँ फोटो सेसन चल्दैछ पापा खालको होला नि अब भाइ चाहिँ त चढ्नु पर्यो नि त के गर्नु अब कडा फोटो सेसन छ पोस्ट चाहिँ कडा छ बुढोहरूको क्यामेराम्यानहरू फेरि क्यामेराम्यानहरू कडा छ यहाँनिर डाँडामा फोटो सेसन भएर लागिँदैछ माथिको डाँडातिर हामी चाहिँ अब यता छ सबैजना लाग्यो है अब लामी डाँडातिर कहाँ जानुपर्छ यो पहिलाको बाटो यहाँ यो चाहिँ गोठ रहेछ पहिला कोपाहरूको पालामा त्यो चारै यहाँ चाहिँ लाग्यो उकालो डाँडातिर लामी डाँडातिर अब चाहिँ फास्दै कि कसो गर्नुहुन्थ्यो अरे यहाँबाट गएर यही बाटो गयो अनि यहाँ निस्क्यो अनि त्यहाँ माथि
यो बाटो आज त उही बाटो बनाउँछ अनि यो डाँडा घुम्दै राति उता यो सातथुम्केतिर जाँदाखेरि उज्यालो हुन्थ्यो सातथुम्केदेखि उता यो भुवान हो भुवानदेखि उता नसुनेको उतापट्टि गएर अल्केरी जस्तै हुन्छ त्यही आउँछ सुपर भएर अनि फेरि बाहिरको बोक्रा काट्थ्यौँ अनि ठिक्क पटाएर यतिको ट्याक्कै भारी लाउनु हुने बनाउँथेन भारी टक्क कसो अनि आयो रातभरि आउँथ्यौँ राति त हो अनि दिउँसो त कहाँ हानी आइपुग्छ त्यत्रो दूर गएर मकै बोकेर बोलेको हरियो मकैहरू बिहान रातिको बेलुका फेरि राति आयो बेलुका त 2 बजीतिर हिँड्थ्यौँ नि हामी हिँड्नु त यहाँ संसारी पूजा हामीहरूको यहाँ छ देवदेवता अब यो हो संसारी डाँडा रहेछ यो चाहिँ देवी चाहिँ ओ ठुलो देवी यहाँ तल गहिरोभित्र पर्छ यहाँ हामी आउँछौँ देवी संसारी हामी यो जग्गाहरू सबै हाम्रो त चाहिँ हाम्रो सिमाना पर्दो रहेछ यहाँबाट फेरि सिमाना बुझ्नु बहुत कन्फ्युज रहेछ नि त हौ सिमाना त कहाँ पर्छ यता र उता है तेरिका लु यहाँदेखि यता चाहिँ लामी डाँडा रहेछ है ल सिमाना हिँड्दैछौँ हामी 2 भाइ चाहिँ यहाँनिर जङ्गल है जङ्गल यो यसको मुन्टो चुडाएर गरा त यो धारको कति छोरो छ सुङ त सुङ देवा पनि आउनु हुँदैछ सिमाना यहाँदेखि उता चाहिँ हाम्रो सिमाना हो रे यो बाटोदेखि उता लामी डाँडा रे यता चाहिँ कस्तो लाग्दैछ हौ साथी बाबुहरूको जन्मथलोमा आउँदाखेरि एकदमै आनन्द जन्मथलो कस्तो रहेछ बाबुहरूको अनि जन्मथलो चाहिँ होला जाडो छ होला तर अहिले हामी आउँदा चाहिँ आनन्द छ जाडो छैन र एकदम खुसी लागिरहेछ अन्त आफ्नो जग्गा भन्दाखेरि मनभित्रैबाट त्यो एउटा बनेको बत्ती चाहिँ साह्रै ननिक्ने खालको छ आइपुग्नुको लागि गाह्रो भए तापनि आइपुगेपछि धेरै आनन्द खुसी लागिरहेछ ल लामी डाँडा आइपुगेको छ हामीहरू चाहिँ अहिले यहाँनिर आइपुग्यौँ हामीहरू पारिपट्टि हुँदै आउँदैछ आज चाहिँ हाम्रो टोलीहरू यहाँ हामीहरू 4 भाइ चाहिँ आइपुग्यौँ देवा जेठा यता पापा विनोद छ 4 भाइ चाहिँ आइपुग्यो यहाँनिर कसले याक्सा बनाएको रहेछ यहाँ चाहिँ पुरै रिफ्रेसमेन्ट अरे अब चाहिँ रिफ्रेसमेन्ट टाइमिङ कडा ल्याइएको छ रिफ्रेसमेन्ट पनि हाम्रो जग्गामा आएर देवा कुन खाने देवा खाजा खाइदिउँ न अरे त अनि मिठाई सिठाई यसो खाइदिउँ खाने हो रिफ्रेसमेन्ट आमा यो कि यो म त बदाम खाइएको छ मिठो लाग्छ लु भाउजूलाई कुन बदाम कि यो छानिँदैछ है आफ्नो आफ्नो पुरा मनपसन्द फोटो सेसन चल्दैछ फोटो सेसन बाबु छोराको तपाईँ त यो मन पर्छ होइन यो पर चाहिँ खिच्न लामो बाँड्दै गरेको चिया पानीमा यो राखौँ न हौ बाँड्दै लगेर कस्तो मजाले गरौँ भनेर ओ यहाँनिर कसले गरौँ न ल कुन खाने अब जुनै यही खाइँदैछ म चाहिँ यो खाने पऱ्यो है त यहाँ मजाको चाहिँ यो खाने पर्छ यो म यो अनि यहाँनिर गाई गोरु पाल्नु भने त सबै ठिक छ नि घाँस काटे ए ल लाग्यो ओह्रालो छाँगा खोल्छ अरे देवा यो चाहिँ अहिले चाहिँ वारिपट्टि आएर पारिपट्टिको खिचिँदैछ यहाँनिर
यस्तो रहेछ है हाम्रो जग्गाहरू पुर्खौली गाउँ टाढा पुगेर हामी चाहिँ फर्केको है अब ओह्रालो विमान त यहाँ चाहिएको त झर यस्तो आएर अलिकति यहाँ बाङ्गिएर यो डिब्बी हो यस्तै रहेछ पाखा पाखा खालको बारी यता चाहिँ खै यस्तो रहेछ है जग्गा चाहिँ यता चाहिँ देवकुमार देवाको रहेछ यो जङ्गलघरी चाहिँ त हामीको चाहिँ फाँडेको रहेछ सिमानामै पुग्यौँ है भन्ने सिमाना ल है सिमाना त देखाइदिनु बोल्ने बेलामा बोल्छ नि ल यो बाँस पनि उभेको है होइन बाँस गाडेको रहेछ नि त एउटा यो नापेको होला नि बाँस गाडेको रहेछ नि त लास्ट रहेछ बाटो चाहिँ यो बाँसदेखि उँभो रहेछ अन्तिम सिमाना रहेछ है यहाँ चाहिँ यहाँदेखि उँभो मात्रै रहेछ यो उद्धो चाहिँ होइन रहेछ हाम्रो यहाँ रस्तादेखि उँभो यसो उकालो त हेरिसक्दै रहेन रहेछ नि कति रहेछ नि हो टुप्पीमा पुगेर हामी चाहिँ पुच्छारमा आइसक्यो सिमाना हेर्दै हेर्दै यो रोडदेखि चाहिँ उँभो रहेछ हाम्रो देवालले देखाउनु हुँदैछ हामीलाई हामी चाहिँ जग्गा हेरेर घुमेर बाउहरूको जन्मथलो हेरेर आएर पनि लाग्यो दाउरा बोक्नु तीन भाइ देवा म विनोद चाहिँ लाग्यो अरू चाहिँ आइपुगेकै छैन यस्तै छ है अब दाउरा लिएर आइन्छ देवाको यहाँ चाहिँ किवी पनि मजाले फल्दो रहेछ अहिले ड्याममै फुल लागिरहेछ दाउरा बोक्नु सकिएला विनोद यो खालको चाहिँ हुन्छ हौ अब चाहिँ दाउरा पनि भारी लगाएर हिँड्ने आँट्यो हामीहरू भयो होला हौ देवा लामो बाटो छ देवा त डराउनु हुँदो रहेछ त भने ल हामी पनि बोकेर लाग्यो देवा अगाडि जानुभयो दुई भाइ लागिँदैछ यहाँ दाउरा बोकेर चाहिँ नेपालको चाहिँ डोको चाहिँ पुरै सानो सानो होइन नि दुईवटा मान्छे जाने चाहिँ रहेछ यहाँ चाहिँ यसको एक डोको बोको भन्दा नि जग्गामै हगिने रहेछ नि त भने चाहिँ दाउरा लिएर आइपुग्यौँ घरमा यहाँ देवाको घर हो यो र हामी चाहिँ दाउरा बोकेर आएको ल भिडियो चाहिँ गर्नु भएन त गर्नु भएन नि यहाँनिर ए पर्टा भाइ ए पुरै पारा आयो अब चाहिँ पुरै मुलाहरू चाहिँ